नमस्ते बाबुजी। बालक तिम्रो समस्या के हो? गुरुजी त्यो रुक बालक, म आफै सोध्छु। बालक के तिम्रो आजकलको दिन नराम्रो गइरहेछ? हजुर गुरुजी। के तिमीलाई पढाइमा ध्यान भइरहेको छैन? के तिम्रो घरमा पैसाको कमी भइरहेको छ? हो गुरुजी हो। बालक एकचोटि तिम्रो हात देखाऊ त। लिनुहोस् गुरुजी। यो रेखा र यो रेखा हेर्दाखेरि तिम्रो भाग्य लास्टै कमजोर छ जस्तो लाग्छ बालक। यसको लागि के गर्नुपर्छ गुरुजी? यसको लागि रुक बालक। तिमीले जहिले एउटा मन्दिरमा नारिवल पानी चढाउनु पर्छ बालक। यदि गरे पुग्छ बाबुजी? तिमीले गरेको पापहरू धेरै छैन बालक। तिमीले यति गरे भने तिमी पापबाट मुक्त हुन्छ। नमस्ते गुरुजी। हे तेरी यार, खाली अफिस जाने बेलामा आउँछन् भनेको। हे तेरी यार, कता राखेको 3 वर्ष भइसक्यो ननिकालेको। है बेटे बेटे आइया कति फोहोर हो। के हो भन्? गुरुजी त्यो रुक त्यो भन्नुभन्दा बरु एउटा कपालले मलाई। गुरुजी हातको रेखा हेरिन्छ होइन? हे तेरी यार, त्यो त पुरानो जमानाको कुरा हो नि। अहिले त मोडर्न जमाना हो। म त कपालबाटै हेरिदिन्छु। कपाल देखाए बरु। हे तेरी यार, कपाल पनि निकाल्न आउँदैन भनेको यता आयो त। हे तेरी अलिकति अझै नजिक आएछ त यहाँ। अलि बिस्तारै गर। ओइ यता आएछ त। यो कपाल सहित 100 ग्राम कपाल हुन्छ। 100 ग्राम कपालको 2टा आइसक्रिम हाल्छ। जा लिएर आइ, जा छिटो जा। यो मा ढुङ्गी बाबा यार, म त गएँ यार मुला। रुक यहीँ बस म त समाधान खोज्छु नि यहीँ बस। भयो बालक। अनि समाधान चाहिँ खोइ त। ए समाधान है साँच्चै रुकमा निकालिहाल्छ है। रुक है। ए गुरुजी यार के गरे क्या? बालक तिमीसँग एउटा रातो गाडी छ होइन? त्यसलाई बेच्देऊ। अनि त्यसबाट आएको पैसालाई हाम्रो मन्दिरमा चढाइदेऊ। किन तपाईँको मन्दिरमा? जसको मन्दिरमा चढायो नि भइगयो नि। कस्तो बालक यार, अरू मन्दिरमा चढायो भने फेरि आशीर्वाद काम गर्दैन क्या? ए यार। अनि बालक जहिले माछा बजारबाट 1 किलो माछा किनेर त्यसलाई खोलामा बगाइदेऊ। यस्तो गर्यो भने तिम्रो पापहरू सबै मुक्त हुन्छ। अनि सूर्य उदाउनुभन्दा पहिला एउटा पोलमा मुतिरहेको कुकुरको मुत रोजेर त्यसलाई दुध पिलाएर फेरि मुत छोडिदेऊ बालक। यस्तो गर्यो भने तिम्रो पापहरू धुलेर बाहिर आउँछ। यति सबै गरेपछि मलाई 1 महिनापछि भेट्नु बालक। ल म गएँ। ओइ रुक यहाँ बस। किन के भयो? पैसा चाहिँ कसले दिन्छ? कति पैसा? अरूहरूलाई चाहिँ म 15-16 लिन्थेँ। तँलाई चाहिँ 22 चाहिँ होइन 20 चाहिँ छ है मसँग। दिन्छु 20 रुपियाँ भनेको मैले 22,000 भनेको। 22,000। 20,000 मेरो 1 महिनाको तलब त यसमै जाँदो रहेछ। दिन्छु म। ले अनि रुक यसमा इन्कम ट्याक्स, होम लोन, बाबा ट्याक्स, आशीर्वाद ट्याक्स, टाइम ट्याक्स, मनी ट्याक्स, समाधान ट्याक्स, खानाको ट्याक्स, हिरो ट्याक्स, जिरो ट्याक्स, नेपाली ट्याक्स, लाइफ इन्सुरेन्स, हेल्थ इन्सुरेन्स, मेडिकल इन्सुरेन्स र भिडियो ट्याक्स जोडेर जम्मा 6 करोड। जम्मा 6 करोड हुन्न होइन? जम्मा त्यति म दिइहाल्छु। छिटो मसँग टाइम छैन। यो मेरो घरको प्रपर्टी राख। यो हो मेरो जिन्दगीभरि कमाएको पैसा। खै अलिकति निकाल्दैन यार। यो हो मेरो आइफोनको चार्जर राख। यो हो मेरो ल्यापटप राख। यतिले पुग्न त पुग्दैन। त्यही पनि म मिलाउँछु त। जा। त्यो मुला ढुङ्गी बाबाले गर्दा आज मलाई भिखारी बन्नु पर्यो यार। त्यसलाई एकचोटि बाटोमा भेटौँ न मुला। बाबु तिमीलाई म सहयोग गर्छु। ल्याऊ बाबु 50 रुपियाँ केही किनेर खानु। धन्य। अबे यसलाई त कतै देखाए जस्तो लाग्छ। ए यो त अस्ति कतै मलाई रातो गाडी बेच्न भन्ने ढुङ्गी बाबा होइन? अबे तँ त अस्ति कतै मलाई रातो गाडी बेच भन्ने ढुङ्गी बाबा होइन?